आदरणीय दर्शक महानुभावहरु यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो YouTube च्यानलमा। हामीले नेपाली क्रिकेटसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु, नयाँ अपडेटहरु र पछिल्ला अपडेटहरु तपाईहरुलाई प्रस्तुत गर्दै आइरहेका छौं। आजको सामग्रीमा हामीले आदिल अन्सारीको विषयमा विशेष जानकारी उपलब्ध गराउने छौं। आदिल अन्सारी राष्ट्रिय क्रिकेट टिममा फर्किने प्रयासमा रहेका छन् र उनले स्थानीय प्रतियोगिताहरुमा दमदार सुरुवात गरेका छन्। त्यो विषयमा तपाईलाई जानकारी उपलब्ध गराउने छौं। सँगसँगै राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय क्रिकेट टिमको वर्गीकरण सहभागी नहुने जानकारी गराएपछि त्यो विषयमा विवादहरू सिर्जना भएका छन्। तर क्रिकेट संघका अध्यक्ष शत्रुबहादुर सनले सन्दीपको यो निर्णयको बचाउ गरेका छन् र यो विषयमा पनि हामी तपाईलाई जानकारी गराउने छौं। सँगसँगै भोलि नेपाली राष्ट्रिय क्रिकेट टोलीका महिला र पुरुष क्रिकेट दुवै टोलीले प्रतियोगिता खेल्दैछन्। त्यो विषयमा पनि हामी तपाईलाई जानकारी उपलब्ध गराउने छौं। अहिलेसम्म पनि तपाईले हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। सबैभन्दा पहिला सुरु गरौं आदिल अन्सारीको विषयमा। 2.5 वर्षपछि निलम्बनपछि क्रिकेटमा फर्किएका आदिल अन्सारीले आक्रामक लयमा आफ्नो लयलाई निरन्तरता दिएका छन्। निलम्बनपछि आदिल पहिलो प्रतियोगिताको रूपमा तेस्रो जनकपुर धाम मेयर कप प्रतियोगितामा सहभागिता जनाएका थिए। आक्रामक शैलीमा ब्याटिङ गर्ने आदिलको पहिलो खेलमा पर्साभित्र उनी डक आउट भएका थिए। त्यसपछि खेलमा भने आफ्नो आक्रामक शैलीलाई कायम राखेका छन्। दर्शक महानुभावहरु 12 बाट उक्त प्रतियोगिता खेलेका उनले दोस्रो खेलमा दिल्ली विरुद्ध 20 बलमा 33 रन बनाएका थिए। त्यस्तै सेमिफाइनलमा आदिलले 43 बलमा 80 रनको एउटा शानदार ब्याटिङ गरेका थिए। त्यस्तै गरी फाइनलमा लखनऊ विरुद्ध 21 बलमा अर्धशतक पुर्याए गरेका थिए। उनले 4 वटा चौका र 3 वटा छक्का प्रहार गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनको बावजुद पनि 12 लखनऊसँग 8 विकेटले पराजित हुनु परेको थियो भने प्रतियोगितामा उपविजेता बन्नु पुगेको थियो। यसरी आदिल अन्सारी एउटा राष्ट्रिय प्रतियोगितामा जसरी उनी कमब्याक गरेका छन्, स्थानीय प्रतियोगिताहरू मार्फत उनलाई अब राष्ट्रिय टिममा हेर्नका लागि धेरै क्रिकेट समर्थकहरूले आशा गरिरहेका छन् र उनले जुन लामो समयपछि एउटा प्रतियोगिता खेलेका छन् र त्यो प्रतियोगितामा आफूले जुन किसिमको क्षमता उनमा रहेको छ त्यो प्रतियोगितामा उनले देखाए पनि छन् र आक्रामक ब्याटिङ गरेका छन्। नेपाली क्रिकेट टिमलाई त्यस्तै किसिमको एउटा आक्रामक ब्याटर चाहिएको छ। खास गरी पछिल्लो क्रममा तल्लो क्रममा नेपाली क्रिकेट टिममा जुन आवश्यकता रहेको छ हार्ड हिटरहरूको, त्यो आवश्यकता आदिल अन्सारीले पूरा गर्न सक्नेछन् भन्ने कुरा आम क्रिकेट समर्थकहरू पनि एउटा आशावादी रहेको छ। दर्शक महानुभावहरु र आदिल अन्सारी जुन लामो समयपछि उनी राष्ट्रिय टिममा फर्किने प्रयासमा रहेका छन्, उनले अब यस्तै किसिमका लयलाई आगामी दिनमा पनि निरन्तरता दिन सकेको खण्डमा र घरेलु प्रतियोगिताहरूमा आफूलाई प्रमाणित गरेको खण्डमा क्यानले पनि उनीमाथि नजर लगाइरहेको छ र यसअघि उनले जुन किसिमको राष्ट्रिय टिमबाट खेल्दाखेरि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाललाई जिताएको पनि रहेको छ, त्यसले पनि उनीमाथि आश गरिरहेको पनि अवस्था रहेको छ र 2 वर्षको ग्याप जुन लामो समयको ग्याप हो एउटा क्रिकेटरको लागि, त्यति बेला पनि उनी जुन क्यानको निलम्बनमा रहेका थिए त्यति बेला पनि उनी स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगिताहरू जुन क्यानले आयोजना गरेको थिएन त्यस्ता प्रतियोगिताहरूमा उनी आफ्नो सहभागिता जनाएका थिए। यतिसम्म कि उनी भारतको विभिन्न राज्यमा आयोजना हुने स्थानीय प्रतियोगिताहरूमा पनि आफूलाई सहभागी गराउँदै क्रिकेटमा लागिरहेका थिए र त्यसैको प्रतिफल स्वरूप अहिले उनी स्थानीय प्रतियोगिताहरूमा आफूलाई अब्बल साबित गरिरहेका छन्। हामी आशा गर्छौं आदिल अन्सारी छिट्टै राष्ट्रिय प्रतियोगिताहरूमा पनि यस्तै किसिमको लय कायम गर्दै राष्ट्रिय टोलीसम्म आउन सकोस् र उनले विगतमा जुन एउटा छाप छाड्न सफल भएका छन् त्यो छापलाई निरन्तर दिन सकोस् भन्ने हामी सबैको चाहना रहेको छ। आदिल अन्सारीको यो जानकारीपछि अब हामी तपाईलाई अलिकति सन्दीप लामिछानेको विषयमा जानकारी गराउन चाहन्छौं। सन्दीप लामिछाने जसरी वर्गीकरणमा सहभागी नहुने, राष्ट्रिय क्रिकेट टिमबाट भने खेलिराख्ने भनेर जुन यसअघि एउटा स्ट्याटस लेखेका थिए र त्यसपछि नेपाली क्रिकेटसँगै सञ्चार माध्यम नेपालभरि त्यसको चर्चा र परिचर्चा भइरहेको छ र सन्दीप लामिछाने जुन किसिमको एउटा खेलाडी रहेका छन्, उनी एउटा म्याच विनर खेलाडी हुन्। सन्दीप लामिछाने बिना नेपाली राष्ट्रिय क्रिकेट टिम एउटा अपुरो जस्तै बन्न सक्छ। अहिलेको परिप्रेक्ष्यमा उनले तल्लो स्तरमा आएर तल्लो क्रममा आएर ब्याटिङ पनि गर्छन् र जुन उसको बलिङको जुन क्षमता रहेको छ स्पिन बलिङ, त्यो कस्तो किसिमको क्षमता छ भन्ने विषयमा आम क्रिकेट समर्थकहरू नेपाली क्रिकेटलाई पछ्याउने सबैले जानकार नै छन् र सन्दीप लामिछाने जसरी उनी राष्ट्रिय टिमबाट खेलिरहेका छन् र उनलाई
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि उनको निर्णयको एउटा स्वागत भन्दा पनि उनको निर्णयको एउटा सम्मान प्रकट गरेका छन्। किनभने सन्दीप लामिछाने राष्ट्रिय टिमको जुन क्याटेगोरीमा बस्दाखेरि उनी एउटा निश्चित मापदण्डहरूमा बस्नुपर्ने हुन्छ, केही नियमहरू पालना गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि अन्य व्यक्तिगत रूपमा उनलाई प्रायोजन गर्न सक्ने विभिन्न कम्पनीहरू, विभिन्न व्यक्तिहरूले त्यो नियमलाई अलिकति पछ्याउने कारणले गर्दाखेरि त्यो समस्या पर्न सक्छ र आर्थिक हिसाबमा पनि उसलाई केही घाटा हुन सक्छ भन्ने एंगलबाट अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो भनाइ राखेका छन्। र सन्दीप लामिछाने राष्ट्रिय प्रतियोगिताहरू खेल्दाखेरि आफूले एउटा व्यक्तिगत रूपमा पनि लबिङ गर्न सक्ने आर्थिक हिसाबमा मेरो रेट यति हुन सक्छ भनेर उसले आफ्नो कुराहरू राख्न सक्छन्। त्यो हिसाबले पनि उनी क्याटेगोरीमा सहभागी नहुने भनेर आफ्नो निर्णय सार्वजनिक गरेको भनेर चतुरबहादुर चन्दले बताएका छन्। यद्यपि नेपाल क्रिकेट संघ क्यानले यो विषयमा आफ्ना धारणाहरू सार्वजनिक गर्ने नै छन् आधिकारिक रूपमा। र सन्दीप लामिछाने राष्ट्रिय टिमबाट खेल्दा भने उनले आफ्ना सम्पूर्ण कर्तव्यहरू, एउटा नियमहरू, टर्म एन्ड कन्डिसनहरूलाई पुरा गर्नुपर्ने नै हुन्छ र त्यो कुरा उनले गर्ने नै छन् भन्ने कुरामा पनि सम्पूर्ण क्रिकेट समर्थकहरू आशावादी रहेका छन्। र सन्दीप लामिछानेले स्कटल्यान्ड भ्रमणमा जसरी आफ्नो राम्रो लय पनि देखाइरहेका छन् र त्यो कुराहरूमा पनि हामीले एप्रिसिएट गर्नुपर्ने हुन्छ। र सन्दीप लामिछाने र आदिल अन्सारीको यो जानकारीपछि हामी अब तपाईहरुलाई भोलि मे 19 मा नेपालले 2वटा प्रतियोगिता खेल्दैछ। खास गरी नेपाली राष्ट्रिय महिला टिमका लागि एउटा महत्त्वपूर्ण प्रतियोगिता खेल्दैछ। प्रतियोगितामा जसरी नेपालले T20 विश्वकप छनौट खेलिरहेको छ, एसिया क्वालिफायर, यो प्रतियोगितामा नेपाल सुपर 3 मा प्रवेश गरिसकेको छ। अब नेपालले युएई र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् र पहिलो खेलमा सोमबार नेपालले युएई को प्रतिस्पर्धा गर्नेछ भने त्यस्तै गरी मंगलबार नेपालले थाइल्यान्डको प्रतिस्पर्धा गर्नेछन्। यसरी नेपाल शीर्ष स्थानमा रहेको सकेको खण्डमा नेपाल विश्वकपमा प्रवेश गर्नेछन् र नेपालको लागि एउटा राम्रो अवसर पनि रहेको छ। र समूह चरणमा नेपालले जुन स्तरको प्रदर्शन गरेको थियो त्यो नेपालको स्तर अनुसारको भने थिएन। नेपाल एउटा लक्की पनि साबित रहेको थियो। नेट र नेटको आधारमा अघि रहँदै नेपाल सुपर 3 मा प्रवेश गर्न सफल छ। र महिला क्रिकेट टोलीले आफ्नो फिटनेसदेखि लिएर आफ्नो ब्याटिङ शैलीमा पनि निकै मजबुत प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको छ। युए र थाइल्यान्डलाई पराजित गर्ने हो भने नेपाली क्रिकेट टोली यो विषयमा आफूलाई अझ सुधार्दै अघि जानेछ भन्ने कुरा पनि अपेक्षा गर्न सकिन्छ। र नेपाली क्रिकेट टोली अहिले आईसीसी लिग 2 अन्तर्गत सिरिज खेल्नका लागि विदेश भ्रमणमा रहेको छ। आईसीसी लिग 2 अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्डसँग सिरिज खेल्नु अघि नेपाल अहिले युके को टुरमा रहेको छ। त्यसको तयारी स्वरूप नेपालले पहिलो खेल खेलिसकेको छ भने दोस्रो खेलमा सोमबार नेपालले एमसीसी विरुद्ध खेल्ने कार्यतालिका रहेको छ। नेपालले नयाँ खेलाडीहरूलाई अवसर दिइरहेको पनि छ र यो प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल केही ढिला गरी त्यहाँ पुगेका छन्। सम्भवतः भोलिको खेलमा रोहितले पनि आफ्नो प्लेइङ 11 मा सहभागी हुनेछन् र अभ्यास खेल खेल्नेछन्। उनी परीक्षाका कारण राष्ट्रिय टोलीसँगै सहभागी भएका थिएनन् र केही ढिला गरी त्यहाँ पुगेका थिएन। यसरी दर्शक महानुभावहरू, आज हामीले 3वटा विषयमा जानकारी गरायौं। यो हामीले प्रस्तुत गरेका सामग्रीहरू तपाईहरुलाई कस्तो लाग्दैछ, सुझाव सल्लाह र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। हामी नयाँ विषयवस्तुका साथमा फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।